जय श्री गणेश, जय श्री मातृभूमि, जनानी जन्मभूमि स्वर्गदपि गरायासी। जय श्री राधे राधे। यहाँहरू सम्पूर्णलाई श्री स्वस्तानी माताले कल्याण गरिदिउन्। श्री स्वस्तानी माताले तपाईहरूको जीवनमा सुख शान्ति समृद्धि छरिदिउन्। हाम्रो यही छ शुभकामना। आजको यस विशेष बसाइमा हामी उपस्थित भएका छौँ कि तपाईहरूको लागि श्री स्वस्तानी परमेश्वरीको व्रत समापन कसरी गर्ने, व्रतमा प्रयोग भएका सामग्रीहरूलाई कसरी विसर्जन गर्ने र तपाईहरूले श्री स्वस्तानी माताको कसरी तपाईहरूले पूर्ण आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्न उपस्थित भइसकेका छौँ। जीवनमा जहिले पनि दुःख मात्रै आउँदैन, कष्ट मात्रै आउँदैन। केही भक्ति गरेर, केही शक्ति प्राप्त गरेर, केही आशीर्वाद प्राप्त गरेर हाम्रो जीवनलाई सुख र शान्ति समृद्धि बनाउन सक्छौँ। आजको विषयमा यही कुरालाई चर्चा गर्नेछौँ। कृपया भिडियोलाई पनि अन्तिम समयसम्म हेर्नुहोला र तपाईहरू यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर छेउैमा रहेको घन्टीको आइकनलाई पनि थिच्न नभुल्नुहोला। श्री स्वस्तानी परमेश्वरीको व्रतलाई यहाँहरूले समर्पण गर्नुभन्दा पहिले यहाँहरूलाई कुन कुन सामग्रीको आवश्यकता पर्दछ त समर्पण गर्न भन्ने विषयमा जानकारी गरौँ। यहाँहरूलाई सर्वप्रथम चाहिने नभई नहुने वस्तु भनेको अष्टोच्चर 100 रोटी हो। त्यसै गरेर अष्टोच्चर 100 अक्षता, त्यसै गरेर 8 बेली पुष्प, 8 यज्ञ सूत्र अर्थात् यसलाई वैदिक जनाई पनि भनिन्छ। त्यसै गरेर 8 वटा पान चाहिन्छ, 8 टुक्रा सुपारी चाहिन्छ र सगुनको रूपमा यहाँहरूले दुध अथवा भनौँ शुद्ध जललाई पनि अर्पण गर्न सक्नुहुन्छ। तपाईहरूले सम्पूर्ण सामग्रीहरू तयार गरेर श्री स्वस्तानी मातालाई अर्पण गरिसकेपछि अब समर्पण कसरी गर्ने त? सर्वप्रथम यहाँहरूले माता श्री स्वस्तानी मातालाई सुम्पिनु भएका सम्पूर्ण वस्तुहरू निकाल्नु पूर्व तपाईहरूले श्री स्वस्तानी मातासँग प्रार्थना गर्नुहोस्। हे जगत जननी, हे जगत माता श्री स्वस्तानी परमेश्वरी, हजुरको कृपाले मेरो सम्पूर्ण व्रत सफल भयो। हजुरको कृपाले गर्दा नै मैले मेरो व्रतलाई सफल गर्न सके भनेर प्रार्थना गरेर मात्रै यहाँहरूले प्रसादको रूपमा आफूले फलहार गर्ने सामग्रीहरू निकाल्नुहोस्। तपाईँ धूप दीप नैवेद्य अर्पण गरेर तपाईहरूले मातालाई अर्घ दिएर तपाईहरूले आफ्नो मनमा लागेको मन कामना इच्छित फलहरू मागेर मातासँग प्रार्थना गर्नुहोस्। र त्यसपछि अब कुरा आयो तपाईहरूले अब ती झिकेका वस्तुहरू के गर्ने त, कसरी विसर्जन गर्ने त भन्ने कुरा। यदि तपाईहरूले निकाल्नु भएको सामग्रीहरू अर्थात् यहाँहरूले अर्पण गरेर आफूलाई प्रसादको रूपमा निकाल्नु भएका वस्तुहरू तपाईहरूले 108 रोटी मध्ये 8 वटा आफूलाई राख्नुहोस्, 8 वटा अक्षता आफूलाई राख्नुहोस्। त्यसपछि फलफुलहरू आफूलाई राख्नुहोस्। त्यसपछि तपाईले अर्पण गर्नुभएका सामग्रीहरूलाई विसर्जन गर्नुभन्दा पूर्व भनौँ, यदि तपाईहरूले विसर्जन गर्नुभन्दा पहिले तपाईँको पुरुष हुनुहुन्छ अर्थात् हजुर यदि महिलाले यो व्रत लिँदै हुनुहुन्छ भने आफ्नो स्वामीलाई दिनुहोस्। ती सामग्रीहरू आफ्नो स्वामीलाई फलहार गर्न दिनुहोस् अर्थात् सेवन गर्न दिनुहोस्। र यदि तपाईँको स्वामी हुनुहुन्न साथमा भने तपाईँले छोरालाई दिनुहोस्। यदि तपाईँको छोरा पनि साथमा हुनुहुन्न भने तपाईँले मित छोरालाई दिनुहोस्। यदि तपाईँको मित छोरा पनि साथमा हुनुहुन्न भने तपाईँले पवित्र गङ्गामा लगेर आफ्नो कामना पूर्तिको लागि प्रार्थना गर्दै गङ्गालाई समर्पण गरिदिनुहोस्। यसरी तपाईँले सम्पूर्ण विधि रूपमा तपाईँले समर्पण गर्नुभएका वस्तुहरूलाई विसर्जन गर्नुभयो भने अवश्य नै यहाँहरूको भाग्य चम्किने नै छ।
तपाईँहरूको जीवनमा सुख शान्ति समृद्धि अवश्य नै आउनेछ र माता श्री स्वस्तानी परमेश्वरीको सदा कृपाको पात्र पनि बन्नुहुनेछ। सदा श्री स्वस्तानी माताले यहाँहरू सबैको कल्याण गरिदिउन् भन्दै आजको लागि भने बिदा हुन्छु। यस्तै जानकारी लिएर अवश्य पनि यहाँहरू माझ उपस्थित हुने बाचा बन्धन सहित आजको लागि भने बिदा हुन्छु। जय नेपाल, जय नेपाल।